हेलो गाइज, नमस्ते सबैजनालाई। तपाईँहरू सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। अनि धेरै दिन पछि म चाहिँ फेरि ब्याक हुँदैछु। आज चाहिँ लुगा धुलाउनलाई जाँदैछु खेतीतिर। पानीको एकदम असुविधा छ यो ठाउँमा, चाहिँ किन्न पर्छ। त्यही भएर चाहिँ हामी चाहिँ खेतीमा चाहिँ पानी छ नि त, अनि त्यही धुलाउने भनेर चाहिँ जाँदैछु आमा र म। बाटो चाहिँ यस्तो छ। हाम्रो बोबी पनि आछ हामी सँगसँगै। चुङ चुङ आइज। आमा चाहिँ यहाँ डोको बोकेर कपडा हालेर डोको बोकेछ। यताको धान चाहिँ सबै काटिसकेर यसरी काटिरहेछ। अब फेरि एक साल गर्छ यताको खेती चाहिँ। एक साल गरेर चाहिँ त्यतिकै छोडिदिन्छ। हामी चाहिँ पुग्न लाग्यो खेती। यो सिमल तरुल चाहिँ सबै सुँगुरलाई खनेर दिन्छ। यहाँ चाहिँ एकदम सुँगुर मोटाउँछ नि त। यो दियो भने चाहिँ यहाँ नि खन्या रहेछ नि त। यी कसले खन्या हो यो? खाना खाना खुरोलो दियो नि। टमाटर नुबैलोरी हामी चाहिँ आइपुगे हाम्रो खेती घर। आइपुगे खेती। अब चाहिँ लुगा धुलाउने हो। यो चाहिँ हाम्रो कोपी बारी। यो चाहिँ लुगा धुलाइसकेर लुगा धुलाइसकेर चाहिँ न्युरो खोज्न जाँदैछौँ। आज माछा ल्याएको छ। माछासँग मिसाएर खाने न्युरो यति मिठो हुन्छ साथीहरू। तपाईँहरू पनि बनाएर खानुहोस्। म बनाएर रेसिपी सेयर गर्छु तपाईँहरूलाई। न्युरो र माछा पकाएको रेसिपी। यो नि बिना तेल बोइल बनाएर है साथीहरू। अब यो देखि बाटो चाहिँ यस्तो धान बारी पहिलाको पुरानो धान बारीबाट गएको हामी चाहिँ। अब चप्पल लुत्किएर हेर्नु त साथीहरू यस्तो भएको। जम अगाडि जाउँ। मरे बल्ल बाटो निस्क्यो। न्युरो पाउने ठाउँ चाहिँ यता हो साथीहरू। यतातिर हामी खोजेर पछि देखाउने छु पायो भने है साथीहरू।
साथीहरू मैले चाहिँ न्युरो यति खोजेँ, सबै खोजिसकेको रहेछ मान्छेहरूले। एकदम मन पर्छ नि त यहाँको मान्छेले पनि। म चाहिँ भएँ यस्तो हालत। यी सबै के कुरो लागेर भगवान्। हेर्नु त साथीहरू, यस्तो भएँ। मैले चाहिँ टिपिसकेँ न्युरो यति भएपछि अलिकति मम्मीले टिप्नु भयो। मम्मीले चाहिँ टिपेछ, त्यतिले छाक पुगिहाल्यो हामी 3 बाउ छोरीलाई, बाबा र म अनि आमालाई। कुरो लागेर चाहिँ यस्तो भएको छ। हेर्नु साथीहरू, हाततिर पनि सबै लागेर